गुड मर्निङ एभ्रिवान। म 8 दिनको बसाइपछि बल्ल केटाहरूको रुमको बसाइपछि बल्ल मेरो रुममा जाँदैछु। हुन त जानी आउनी त भइरहेको थियो रुममा, तर सामान चाहिँ सबै किनेर राखेको थिएन नि त। अब लगभग हिजो सामान सबै आयो, फ्रिज वासिङ मेसिनहरू। आज चाहिँ इन्डक्सन बिग्रिरहेको थियो, अहिले 11 बजे आउँछु भनेको छ। त्यसैले म अहिले 10 बज्यो, 9:30 भयो, अहिले रुममा जाँदैछु। आजदेखि बल्ल जापान आएदेखि आफ्नो रुममा बस्न लागेको। आज बस्छु होला, छ्याक्क पारेको रुम पनि एकदम राम्रो देखिएको छ। अब हिजो त्यो काम धेरै भयो कि धेरै भिडियो बनाउनु पाइएन, किनकि कामको लागि गएको थिएँ, ब्याङ्क क्यासको लागि गएको थिएँ इन्टरभ्यूमा। अनि फेरि इक्जाम पनि दिनुपर्ने रहेछ, फेरि त्यसको लागि बोलाएँ। अब खाइसियामा भिजिट गर्नको लागि बोलाएको छन्, कम्पनीमा जाने के काम हुन्छ देखाउँछन् रे। त्यति धेरै आइडिया त छैन, सबै कुरा भरमलाई म सबै देखाउँछु। अनि धेरै नै हिँड्न परेको छ अहिले। आफ्नो रुममा जाने, सामान किन्न जाने, फेरि यता केटाहरूको रुममा बस्न आउने, त्यो गर्दाखेरि दौडधुप धेरै भइरहेको छ। केही छैन यस्तो दौडधुपको पछि कति हुने त्यस्तो ठिकै भइरहेछ, रमाइलो भइरहेछ भनौँ न, त्यस्तो धेरै नराम्रो भइरहेको थिएन। र अब म रुममा जानु लाग्यो, बस सोच्छु। यहाँदेखि स्टेसन यहीँनिर छ, शान्त छ। मेरो बस अझै आएको छैन। यहाँ कुरेर बसेपछि मस्त बस आउँछ। रुल चाहिँ आनन्द के अरे, टाइम भनेको टाइममै हो कि। टाइममा बस यो टाइममा आउँछ भनेपछि त्यो टाइममा आउँछ, यो टाइममा पुगिन्छ भनेपछि त्यो टाइममा पुगिन्छ पनि। रुल्सहरू चाहिँ हामीले अब उता त्यति धेरै नभएको, यहाँ सबैले फलो गर्दा चाहिँ हामीलाई अलि अचम्म लाग्ने, त्यस्तो हुनुपर्छ जस्तो लाग्छ। बस आयो, अब म जान्छु रुममा। अनि त्यो सोरै किनमेल गर्नु पनि छ रुमको लागि। त्यसपछि अरू कुरा भेटौँला। भिडियोहरू कस्तो भइरहेछ भन्नुहोस्, राम्रो बनाउने कोसिस गरिरहेको छु। हस् त, धन्यवाद। भर्खर रुममा आयो, रुम सेट गरेको हो। एउटामा चाहिँ बिस्तारा सेट छ, अर्को चाहिँ साथी आउँदैछन् मे 5 मा। आएपछि सेट हुन्छ झट्ट बनाएर। यस्तो छ मेरो रुम। यहाँबाट अगाडिको भ्यू फेरि यहाँदेखि एकदम राम्रो छ, एकदमै राम्रो देखिन्छ। यहाँदेखि टक्क यहाँदेखि सर ट्रेन हुन्छ। अगाडि पुरै खाली।